क्लियर छैन रिसेस पनि एफसीको आज के भयो भन्दाखेरि लास्ट मिनेटमा सेलिङ आयो 2 बजीदेखि 2826 पुगेको 28 मुनि झरेर 28 माथि क्लोज भएको छ टप लुजर्स डोल्टी सोलु एचपीएल आरएसएमएल के खानेकोला अभियान एचडीएफसी सागर टप गेनरमा यो रहेछ आरएसएमएलको हेर्नु गएको थिएँ आरएसएमएलको डाउन ट्रेन्ड चलिरहेछ भनेपछि पोइन्ट अफ कन्ट्रोल 35 भनेपछि यो 35 सम्म आउने चान्स चाहिँ हाई नै छ यो पोइन्ट अफ कन्ट्रोल भयो तर यो भनेपछि आइसीमा त राम्रो मुभ लिन्छ होला यसले एएचपीसी बाई जोन सर भन्छ एएचपीसी बाई जोनमा अहिले त म केही पनि स्टकै देख्दिनँ क्या अहिले बाई जोन सबजना किन्ने भन्न छन् म चाहिँ अहिले सबैलाई अहिले किन्ने अवस्था चाहिँ बेला चाहिँ होइन भन्छु तैपनि एएचपीसीको मेरो सेभवाला छ कि नै अप्रिल 5 भनेपछि आज 21 भइसक्यो ल एएचपीसीको यस्तो थियो है मेरो यहाँ हेर्नु यो रेन्जमा 270 280 को रेन्जमा आउँछ भनेर भनेको थिएँ आएर पनि माथि गइसक्यो त आरएसआई अहिले त मुनि गइसकेको भएर अब किन्नको लागि चाहिँ वेटै गर्नुपर्छ अनि मैले सन्डे अप्रिल 5 मा यो चाहिँ चार्ट बनाएको मैले सन्डेको अप्रिल 5 भनेपछि यो क्यान्डल हुन अघि बनाएको भयो यो रेन्जबाट एक लट माथि आयो होइन माथि आए पनि जुन यो रेसिस्टेन्स छ यहाँबाट चाहिँ तल झरेको छ झर्ने चाहिँ अब एसएमसीबाट हेर्ने हो भने अरू लोक यहाँनिर यता रहेछ बुलिस मैले टार्गेट यस्तै अब एएचपीसी किन्नको लागि चाहिँ 360 370 को रेन्जमा आयो भने चाहिँ किन्नु होला है म अहिले नै यहाँ 270 को रेन्जमा हल्का बाइङ त्यो बयरहरू आउन सक्छ होइन तैपनि सेफको लागि चाहिँ 250 260 को रेन्जमा चाहिँ हेर्नु होला एचपीसी चाहिँ भोल्युम प्रोफाइल हेरिदिउँ एकचोटि भोल्युम प्रोफाइल अनुसार टपिङ यहाँ नि भोल्युम प्रोफाइलमा मैले रेसिस्टेन्स आएको थिएँ यो पोइन्ट अफ कन्ट्रोलबाट तल झरेको छ अब अर्को भ्यालु एरिया लो भनेको 277 मा थियो 277 बाट आज रिभर्स भएको छ है तैपनि अब किन्नको लागि चाहिँ मैले भने नि 250 260 के रेन्जमा चाहिँ हेर्नु होला है किन्नको लागि यो 270 सम्म आयो भने चाहिँ अलिअलि किन्दा पनि भयो त्यो सेफको लागि चाहिँ 250 260 राम्रो हुन्छ अहिले किन्नलाई हतार गर्ने अवस्थै होइन क्या अहिले हेर्नु 255 265 को सपोर्ट छ यो रेन्जको लिक्विडिटी खाएर चाहिँ माथि जान सक्छ यो आयो नि यो रेन्जको लिक्विडिटी खाएर यहाँसम्म आएर चाहिँ माथि जान सक्छ एचपीसी सेभ गरिदिएँ मैले अर्को कुन हेरौँ एनएचपीसी हेरौँ एनएचपीसी
एनएचपिसी धेरैले किने होला यो बुम बुम भन्ने किने होला धेरैले पिआरयुएफएल मनिष कार्की हिजोले भन्नुभएको छ पिआरयुएफएल पनि हेरिदिउँ पिआरयुएफएल मैले सेभ गरेर छ कि नै पिआरयुएफएल र शिवम भन्नुभएको रहेछ है पक्नै म पिआरयुएफएल रहेनछ शिवम त्यहाँ होला सायद मसँग सेभ गरिराखेको होइन शिवमको मैले कहिले भने चाहिँ मार्च 21 भने चाहिँ बुलिस सिनारियो विकली क्लोज एक पिओसी जोन भनेको थिएँ यो जोनबाट माथि क्लोज हुनु पऱ्यो भनेको थिएँ मैले होइन पिओसी जोन र यो रेसिस्टेन्स सस्टेन गर्ने चाहिँ 700 भन्दा माथि क्लोज र भोल्युम 60 लाख भन्दा माथि आयो भने चाहिँ सस्टेन हुनसक्छ भने चाहिँ तर अहिले हेर्दा यहाँ हेर्नु है विकलीमा के छ भन्दाखेरि पोइन्ट अफ कन्ट्रोल जोनभन्दा माथि त गयो तर यो 700को रेन्जमा चाहिँ हेर्नु एक दिन सस्टेन पनि भयो 700 भन्दा माथि क्लोज पनि भयो त्यही पनि हामीले चाहेको भोल्युम छ नि 60 लाख त्यो आएन जम्मा 65 लाख आयो 35 लाख आयो त्यही भएर यो चाहिँ करेक्सन मोडमा चाहिँ गएको हो अब अहिलेको अवस्था के छ भन्दाखेरि यो चाहिँ 660 र 700को रेन्जमा डुलेर बसेछ यो शिवम यसमै राखेर हेर्दा अहिले सजिलो होला यहाँबाट गयो त्यसपछि यो सप्लाई आउन थाल्यो कि त्यसपछि यो झरेझरी छ हल्का अस्तिको स्विङमा स्विङ आयो घट्न थालेछ अब भोल्युम प्रोफाइल राखेर हेरिदिउँ अहिलेको यहाँबाट राखिदिउँ न के छ भोल्युम प्रोफाइल राखेर हेर्दाखेरि अबको माइनर सपोर्ट भनेको यो रेन्ज हुन्छ है कुन भनेको 650 चाहिँ माइनर सपोर्ट है 650 माइनर सपोर्ट हुन्छ यो सपोर्टलाई पनि ब्रेक डाउन दियो भने चाहिँ 600को रेन्जमा आउने चान्स चाहिँ धेरै हाई हुन्छ यो रेन्जमा यो माइनर सपोर्ट 650 भयो होइन अब जुन यो यसरी साइडवेज बसिरहेको छ नि यो टुप्पोमा होइन यो अझै झर्छ क्या यो भनेको डिस्ट्रिब्युसन चलिरहेको छ यहाँ त्यसपछि यहाँसम्म आएर अनि मात्र माथि जाने चान्स छ है शिवमको अर्को पिआरयुएफएल हेरिदिउँ पिआरयुएफएल राम्रो सपोर्टमा स्ट्रङ सपोर्टमा छन् त यो भनेको स्ट्रङ सपोर्ट भयो अब यसको भोल्युम प्रोफाइल राखेर हेर्दाखेरि यहाँबाट एउटा राम्रो बुलिस सिनारी चाहिँ कहिले क्रिएट हुन्छ भन्दाखेरि जब 465 माथि क्लोज भयो भने चाहिँ क्लोज भए बुलिस हुन्छ है 465 प्लस क्लोज दिन सके चाहिँ बुलिस हुन्छ तर अहिलेको यो भोल्युम नआएको देख्दा चाहिँ यो 465 क्लोज हुने चान्स चाहिँ धेरै नै कम नै देख्छु अब यसको सपोर्ट भनेको यो 420 देखि 430 मा भयो होइन तपाईँले किन्न चाहनुहुन्छ भने यो रेन्जमा आयो भने अलिअलि किन्दा हुन्छ यो रेन्जमा साइडवेज बस्यो भने माथि उक्लिने राम्रो एउटा मोमेन्टम बन्छ फाइनेन्स सेक्टर नै अब राम्रो नबढेको अवस्थामा यो फाइनेन्स सेक्टरको एउटा स्टक चाहिँ बढ्छ भनेर चाहिँ आश चाहिँ नगर्छ राम्रो पिआरयुएफएल यही भयो प्रोग्रेसिभ फाइनेन्सको 420 430 लेभलमा आयो भने चाहिँ बरु यहाँनिर अलिअलि किन्दा हुन्छ यो भनेको प्रिभियस जुन सपोर्ट बनाएको छ यो सपोर्टलाई फेरि यहाँ छुनाएर फेरि माथि गएको छ 465 प्लस क्लोज भयो चाहिँ बुलिस सोनाको मसँग सोना पनि होला सायद मसँग सेभ गरेर राखेको यहाँनिर होइन यार सोना रहेछ अप्रिल 3 को रहेछ है सोनाको आरएसआई 50 भन्दा मुनि गइसक्यो एमएसिडी बेरिस भइसक्यो
प्रिभियस पोइन्ट अफ कन्ट्रोल भनेको 445 को रेन्जबाट छ। 445 को रेन्जबाट तल आयो भने गाह्रो पर्ने देखिन्छ है हामीलाई। यसको लागि चाहिँ यो 430 सम्म चाहिँ 430 लेभलमा आयो भने चाहिँ अलिअलि किन्दा चाहिँ हुन्छ सोना। किन भन्दाखेरि यो भोल्युम लो हुँदै गएको भएर घट्ने चान्स चाहिँ छ अझै। यहाँबाट घटेको बेला घटेको छ भोल्युम पनि यो घटेको बेला भोल्युम घट्नु पनि राम्रै हो होइन। त्यही पनि आज चाहिँ भोल्युम बढेको छ हिजोको भन्दा। त्यही भएर अब केयरफुल हुने बेला आइसक्यो सोना पनि। सोना किन्ने हो भने चाहिँ 430 को रेन्जमा आयो भने अलिअलि किनेर राख्दा चाहिँ हुन्छ सोना। यो ट्रेन लाइनको सपोर्ट पनि छ। भोल्युम प्रोफाइल हेर्छौँ यो लोदेखि कस्तो छ भोल्युम प्रोफाइलको अवस्था। ल 438 मा रहेछ पोइन्ट अफ कन्ट्रोल है। त्यही भएर 430 सम्म आयो भने चाहिँ अलिअलि किन्दा हुन्छ सोना। अरू कुनै छ भने भन्नु होला है। कुनै स्टकहरू अर्को HIDCLP। HIDCLP को सेप छैन। ओ आज चाहिँ के हो -2.2 रे। यो लोदेखि यो हाईसम्म पोइन्ट अफ कन्ट्रोलमा पोइन्ट अफ कन्ट्रोल 220 मा रहेछ भनेपछि यो रेन्जमा आयो भनेपछि HIDCLP चाहिँ यो 200 भन्दा मुनि आयो भने चाहिँ अलिअलि किन्न चाहिँ हुने देखिन्छ है HIDCLP। तर भ्यालु एरिया लो 190 भएको भएर 200 भन्दा मुनि 190 को रेन्जमा आयो भने चाहिँ अलिअलि किन्दा हुन्छ। एकैचोटि सबै नकिन्ने होइन। अलिअलि गर्दै एकुमुलेट आफूले पनि एकुमुलेट गर्दै गर्दा चाहिँ राम्रो हुन्छ। प्रिभियस यो हेर्नु यो ग्यापमा जुन आछ 196 को यो सायद 196 भन्दा मुनि आएर यो 190 को रेन्जसम्म पुगेर चाहिँ माथि चाहिँ जान सक्छ है। त्यही भएर यो चाहिँ डिसेबल किन्ने हो भने 190 लाई आफ्नो किन्ने पोजिसन बनाउन हुन्छ। यहाँनिर रहेछ 190 सम्म चाहिँ ठिक हुन्छ। HIDCLP यो भयो। अब अर्को एकचोटि हामी NHPC हेरौँ हामी। NHPC को धेरै NHPC रिडीको धेरै चर्चा थियो यो हप्ता। रिडी चाहिँ 320-325 को रेन्जमा चाहिँ आउन सक्ने चाहिँ देखिन्छ। MACD त BTC भइहाल्यो। RSI पनि 50 मुनि गयो भने चाहिँ अलि गाह्रो पर्छ भनेपछि ठ्याक्क 50 को लेभलमा रहेछ RSI रिडी। यो अलि केयरफुल हुने बेला आइसक्यो। यो पनि यो यहाँको यो खाएर जान्छ होला माथि। NHPC को चाहिँ यो पोइन्ट अफ कन्ट्रोल एरियाबाट चाहिँ तल आइसकेको छ। अब NHPC किन्ने हो भने 270 को रेन्जमा आयो भने अलिअलि किन्न सकिन्छ NHPC। 260-270 को रेन्जमा आयो भने चाहिँ अलिअलि किन्न सकिन्छ NHPC।
भ्यालु एरिया लो 236 मा छ। अब यसो हेर्दाखेरि चाहिँ के लाग्छ भन्दाखेरि मलाई यो रेन्जबाट होइन कि यो अझै तल आएर यो जुन यो स्विङ छ यसको लिक्विड स्टप लस खाएर चाहिँ माथि जाने चान्स चाहिँ देख्छु म। यो पहिलाको जुन थियो नि 250 को जुन एउटा कल लागेको थियो नि 250बाट कति 340 पुगेको थियो। यो रेन्जको लिक्विडिटी खाएर चाहिँ माथि उक्लिन सक्छ। सेभ राख एफएमडिबिएल यो लाइभलाई लाइक सेयर पनि गरिदिनु होला है। लाइक सेयर पनि गरिदिनु होला। एफएमडिबिएल हेरौँ यो एफएमडिबिएल एउटा राम्रो लेभलमा चाहिँ बसिरहेछ। यो जुन 750 को रेन्जमा चाहिँ राम्रो सपोर्ट छ यसको चाहिँ। अब बाइजनमा भन्नुभएको छ, बाइजनमा त छैन अहिले, तर यसलाई चाहिँ घट्न चाहिँ दिनु है सर। 750 मा चाहिँ राम्रो हुन्छ। सात सौ पचास चाहिँ राम्रो हुन्छ किन्नको लागि। डिभिजन 750 राम्रो हुन्छ। अहिले चाहिँ नकिन, 800 को रेन्जमा छ होइन। यो झर्छ अझै। $850 इज अ गुड जोन किन्नको लागि। आजको टप गेनरकै कुरा गर्ने। टप गेनरको 1 2 3 4 5 6 7 8 9 10 10वटा टप गेनर भयो भने एउटा दुईटा तिनटा चाहिँ नयाँ आइपिओ भयो। 15% हानेको 4वटामा 3वटा चाहिँ नयाँ आइपिओ भयो। अब यो कर्पोरेट डेभलपमेन्ट बैंक यो लास्ट मिनटमा हानेको छ सर्क्युट। एसियन हाइड्रो पावर पनि लास्ट मिनटमा 10% बनाएको छ। एफएन यो कुन हो, होटल फरेस्ट चाहिँ आज धन्न कति यो पनि 14% कति सर्क्युट हानिसकेको थियो, पछि घटेर यो भयो। त्यो फ्यामिली हेर्नु खोइ। हिजोको 15% ग्याप आज भोल्युम चाहिँ घटेको छ। आज मान्छेले बेचे चाहिँ छैन आज। जियोस् फ्लोर हेरौँ। $49 किनेछ 15%। 58ले बेचेको छ 49 भनेपछि अब यो पनि सायद मलाई चाहिँ यो मान्छेले किन किन्यो भन्दाखेरि यो जुन यो स्पिनिङ मिलको थियो नि अवस्था, यस्तै एक दिन घटेर फेरि अर्को सर्किट लाग्छ भन्ने चाहिँ मान्छेले किन्न चाहेको जस्तो लाग्छ मलाई। अब हेरौँ भोलि के हुन्छ। केबिएसएस लास्ट में कसले है लोग क्या भएर हो कि ओहो सायद बसेको छ। लो क्याप त कोही थाहा थिएन, यो त हेर्दिनँ म। एनएबिबिसी एनएबिबिसी
इएमए 10 भन्दा मुनि नै छ भनेपछि नट अ गुड साइन। हल्का आएर माथि जाने चान्स चाहिँ देख्छु म। रेन्जलाई 1150 लाई सस्टेन गरिरहेको छ यसले जे होस्। यो रेन्जलाई सस्टेन गर्न सक्यो भने अर्को सपोर्ट भनेको 1020 भइहाल्यो। 1020लाई पनि सपोर्ट राम्रो सपोर्ट दिएन भने हाम्रो कुर्ने भनेको यो 60 को रेन्ज भयो। एनबिएफसी चाहिँ नकिन्दा भयो अबलाई। लुजर्स हेरौँ न। डोल्टी 8%। आमामा के हो डोल्टी? लकिङ खुला हो के हो डोल्टी खोइ? लम्मै घट्यो है। कति 286 किता 9-10 त 9,000-10,000मा त ट्रेड भइरहेको त एकैचोटि त। यहाँ टुप्पोमा पुग्दा पनि जम्म कति 1 लाख किता नै पुगेको थिएन। 2 लाख किता फाल्यो। प्रमोतो लक्यो। ए हिजो लकिङ खुल्या रहेछ त अनि त्यही भएर। यो 60 भनेपछि अस्ति नै लकिङ खुल्या रहेछ त्यही भएर बेचेर निस्क्यो भन्नु पर्यो। 25 ले बेचेछ अनि ठुनोले किन्ने छैन भनेपछि ठिक। यसलाई चाहिँ घट्छ होला अब खै। 23, 24, 25, 26। पोइन्ट अफ कन्ट्रोल बनाउने मुनि गइसक्यो त यो त। यहाँनिर रहेछ भने 280 भनेपछि यो फेयर भ्यालु ग्यापमा आउने चान्स चाहिँ हाई देख्छु म। 230 देखि 280 को यो विकली फेयर भ्यालु ग्याप। यो रेन्जमा आयो भने चाहिँ किन्नुपर्छ अलिअलि। सायद बसेर उकालो लाने चान्स चाहिँ होइन छ। यसलाई म सेभै गरेर राख्छु। अर्को घटेको सोलो हाइड्रो पावर। पोइन्ट अफ कन्ट्रोल रहेछ 790 790 मै माथि नै क्लोज भएको छ हुन चाहिँ। तर भोल्युम बढेछ। फ्लोर्सले के देखाउँदैन यसको। कहाँ छ भ्यालु हेरेर लो हुने 709। यसको
को मतलब यो 709 मा फेयरवेल ग्याप पनि छ यसको यो एउटा एका 709 यो 780 यसलाई सपोर्ट बनाउन सकेन भने 640 630 640 मा चाहिँ किन्न चाहिँ राम्रो हुन्छ किन्ने नै भयो को त सपोर्ट छ त्यो पनि सपोर्ट भन्दा मुनि आयो भने 630 640 गोल 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 लाइभ नक्सा धेरै भएर अर्को हेरिदिउँ खोइ अर्को हिजोको चापा हेरिदिउँ हिजो लास्टमा उडाएको थियो चापा एनर्जी तेह्रसँग रेन्जमा आयो भने किन्नुपर्छ चापा एनर्जी आजलाई यति नै गर्नु पर्यो अब भोलि अर्को सानो लाइभ बस्नु पर्ला प्रमोट लकवाला हेर्नु त्यो 3 दिन MCHL MKHL ओके मुनिसी यसको पनि प्रमोटर भाग्छ होला सायद बेचेर जान्छ जस्तो लाग्यो मलाई यो रेन्जमा रहेछ प्रमोटर भाग्छ भनेको हाँस्न थाल्छ यार एकजना भ्यू छ केही छैन यस्तै हो जिन्दगी ठिक छ ल यो पनि
प्रोमोटर अनलक हुनसम्म 650 न मुनि यो चाहिँ जान्छ होला सायद 550 सम्म जान्छ कि सायद MLCT NRM Rawa TSU GCL KBSH किन आयो ब्रोको डोमिनेन्स स्क्यान गरेको ए 50 भन्न माथि हेरौँ न के छ अन्ठाउन्न 35 33 58 गाइड हेर्नु पऱ्यो खोइ एकचोटि यसको टाइप 22 सेल भइहाल्यो होल्डिङ पर्सेन्ट भइहाल्यो मिनिमम ब्रोको 3टा राखे भइहाल्यो होइन यो होल्डिङ चाहिँ के हो यो यसकी सूर्यकुण्ड हाइड्रोपावर 92ले ओके 92ले किनेको छ खोइ यसकी ए यो नयाँ रहेछ आइपिओ नि ठिक छ ल आजलाई यति नै भयो भोलितिर आउनुपर्छ लाइभ